हेलो हेलो नमस्कार सबैजनालाई। विशेष गरी चाहिँ आज हाम्रो मिनाको हस्पिटल जानको लागि कुन बाटो जाँदैछौँ हामी हैन, कुन हस्पिटल हो भिडियो सहित हैन बताइरहेछौँ। सबैजनाले हेर्नु होला है। यहाँ हामी चाहिँ छारी क्लबमा बस्छौँ र यहाँबाट यो यता सुन्दरजल जाने बाटो हो। सुन्दरजल जाने गोकर्णेश्वर त्यो हुँदै जानेछौँ। यो स्कुल बस लागिरहेछ। यो हाम्रो क्रिसमा पढ्ने स्कुल हो हैन, लेफ्ट साइडमा भेनस पब्लिक स्कुल। त्यसपछि अगाडि बढ्दै गइसके पछाडि हामी जाँदैछौँ हैन। जाँदै गएपछि यो प्लटिङ गेट आइपुग्छ। यहाँबाट अगाडि जाँदै गरेपछि भिडियो चाहिँ अलि राम्रो क्वालिटीको दिन सकिएन हैन, अर्कोचोटि अलि राम्रो भिडियो बनाउँला। मिनाको डायलिसिस आज बुधबार हुनाले डायलिसिसको लागि जाँदैछौँ। त्यसपछि यहाँ मेडिकल कलेज चोक आउँछ। मेडिकल कलेज चोकबाट चाहिँ हामी लेफ्ट लाग्छौँ हैन। हामी लगभग मेडिकल कलेज चोकमा चाहिँ आइपुगि नै सक्न आँट्यो हैन। हामी बाइकमा छौँ। पानी पर्न आँटे जस्तो मौसम भइरहेछ र यो भिडियो हेर्नुहुने सबैजनाले च्यानललाई सब्स्क्राइबहरू गरेर अलिकति साथ सपोर्ट गर्नु होला है, र अलि सेयर पनि गरिदिनु होला मिठो कमेन्टका साथमा। अब हामी चाहिँ मेडिकल कलेजको गेटमा आइपुगेका छौँ। यो मेडिकल कलेजको गेटबाट भित्र छिरेर अनि माथि एक तल माथि डायलिसिसमा मिनालाई लिएर जानुपर्ने हुन्छ है त।